आज नि अलिकति खाइदिएँ कि मैले त्यही भएर होला हजुर हात खुट्टा रुख गलेर बाइकै चलाउन सक्ला जस्तो लाग्यो होइन मुझे अपने घर जाना है मुझे घर जाना है के टेन्सन भएको त्यस्तो मलाई कि मेरो गर्लफ्रेन्डले छोडेर गयो कि मलाई त्यही भएर साला ये दुख का खत्म नहीं होता बे मान्छेको अगाडि पुग्ने हैन म छोडेको 2-3 दिन तपाईं रुनु होला त्यसपछि अर्को बेटर पाउनु होला फेरि त्यसलाई किन रोइछु भन्ने हो नि होला फेरि त्यस्तो चाहिँ एउटा कुरा भनौँ तपाईलाई तपाईँ नरिसाउनु ल मलाई गर्लफ्रेन्डले पनि छोडेको होइन डक्सी नै खाएको छैन मैले तपाईँलाई यसो जिस्काउन मात्रै खोजेको कि प्र्याङ्क गर्न खोजेको के हेलो नमस्ते अनि गुड इभिनिङ स्वागत छ यहाँहरू सबैजनालाई मेरो यो आजको न्यू डे न्यू भ्लगमा है त आज चाहिँ शनिबारको दिन दिनभरि यसो घरतिरै बस्यो राइड गरेँ होइन त दिउँसो सो त्यही भएर अहिले चाहिँ बेलुकानिर आएर यसो 1-2 राइड भयो नि गरौँ न त भनेर निस्केको छु म चाहिँ यतिखेरको समय भन्नुपर्दाखेरि ढ्याक्क 6 बज्न लागिसकेको छ है त यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने कृपया मेरो च्यानललाई 1 लाइक र 1 सब्सक्राइब अवश्य गरिदिनु होला यदि मन पर्दैन र कमी कमजोरीहरू छ भने पनि भनिदिनु होला कहाँनिर मैले के गर्दा ठिक होला आगामी दिनहरूमा म सुधार गरेर भिडियोलाई अझ राम्रो बनाउने कोसिस पक्कै पनि गर्नेछु सो ढिलो नगरिकन म चाहिँ आजको भिडियोलाई सुरु गर्न चाहन्छु कृपया भिडियो हेरेर इन्जोय गर्दै गर्नु होला है त गाइज A few moments later यहाँबाट चाहिँ कहाँ पुग्छ हजुर यो बाटो कहाँ पुग्छ हिँड्नु न किन कन्फ्युजन भयो कि खाली घर मैले आज नि अलिकति खाइदिएँ कि मैले त्यही भएर होला हो नि बहिनी म आज अलिक टेन्सनमा थिएँ क्या अहिले कस्तो मलाई त्यो के भन्छ आँखै देखिरहेन मैले त हजुर बरु राम्रोसँग बस्नु है बहिनी ल ल ल ल तर डराउनु चाहिँ पर्दैन है बहिनी म त यहाँ हात खुट्टा रुख गलेर बाइकै चलाउन सक्ला जस्तो लाग्यो होइन मुझे अपने घर जाना है मुझे घर जाना है होइन म पुऱ्याइहाल्छु नि तपाईँ किन डराएको म पुऱ्याइदिइहाल्छु नि डराउनु पर्दैन क्या आज अलिकति टेन्सन भइरहेको थियो कि मलाई त्यही भएर खाइदिएको बहिनी है तपाईँ माइन्ड नगर्नु ल बरु बाटो चाहिँ देखाउनु है खुट्टै टेक्न नसक्ने खायो भने त्यस्तो केही पनि हुँदैन कि बाइक त म जस्तोले पनि चलाइदिन्छु कि फेरि त्यो त हो कि अब यताबाट सिधा हो यतापट्टि किन हो मेन रोडबाट सजिलो हुन्छ नि त झन् मेन रोडबाट सजिलो हुन्छ नि त झन् बाटो खाल्डा खोल्यो कि बाइक त यस्तो हो मेरो मलाई कि मेरो गर्लफ्रेन्डले छोडेर गयो कि मलाई त्यही भएर साला ये दुख का खत्म नहीं होता बे त्यो जलै पर्छ नि उसलाई मात्रै थाहा हुने हो नि त अनि
अब हजुर अब के थाहा त अब होला नि त राम्रो आउँछ राम्रो आउँछ कुनै कुरामा चित्त बुझाएको थिएन होला त्यस्तो गर्ने अब भने यस्तो हो होइन म त खराब गर्ने होइन जिन्दगी मान्छेको अगाडि पुग्ने होइन छोडेको 2-3 दिन तपाईँ रुनु होला त्यसपछि अर्को बेटर पाउनु होला फेरि त्यसैलाई किन रोइछु भन्ने हो नि होला फेरि त्यस्तो चाहिँ त्यो त होला त नि हुन त अब भए पनि अब अहिले त्यो सिचुएसन छैन नि त मेरो अहिले त्यो अवस्थामा छैन नि त अब त्यो पछि होला अब सबैजना नै अब एउटैको लागि सधैँ त्यस्तो कहाँ भएर बस्न सकिन्छ र मेरो पनि जिन्दगी छ नि त होइन हामी चाहिँ यहाँ सिङ्गल ट्रीबाटै जाउँ है तर म भन्छु होइन यसरी हजुर गर्लफ्रेन्डले छोड्यो बोयफ्रेन्डले छोड्यो भनेर यसरी हजुर खाने हात काट्ने झुन्डिने त्यो चाहिँ बेकार हो त्यो अब यस्तो हुँदो रहेछ मान्छेले खाएपछि दुख्छ होइन तर मन दुख्छ तर आफूलाई त्यो असर गर्ने इफेक्ट गर्ने कुराहरू चाहिँ किन गर्नु होइन खाएपछि पिरोहरू भुलिन्छ भन्थ्यो झन् पिरो थपिँदो रहेछ क्या मान्छेले भन्थ्यो कि खाएपछि पिरोहरू भुलिन्छ भन्थ्यो कि झन् थपिँदो रहेछ म अहिले त मलाई जिउ एक गलिरहेको छ रोग भइरहेछ अब कस्तो भयो होला है त्यो पनि मलाई अब अहिले म के बोलिरहेछ कहाँ एकचोटि सबलाई हुन्छ अरे के कसैको त सक्छ कि जान्छ अरे हुन्छ अरे अब यस्तो अहिले म के बोलिरहेछ कहाँ गइरहेछ त्यो पनि थाहा छैन कि मलाई त त्यस्तो भइरहेछ कि मलाई अनि कसै थाहा हुनुभयो त अनि थाहा त पाइहाल्छ नि आजकल के अब पहिला जस्तो फोन सुन केही नभए भए पो अहिले त थाहा भइहाल्छ नि काम गरेर छोड्नु रक्सी पनि अब होइन म नत्र अरू बेला पनि अति बिति गरेर नि केही हुनेवाला तपाईँलाई केही हुनेवालै छैन अरू बेला पनि खाने मान्छे त होइन म आफैलाई हो कि सबै गाह्रो आफूलाई गाह्रो दिएर के गर्नु एउटा कुरो भनौँ तपाईँलाई भन्नु तपाईँ नरिसाउनु ल भन्नु मलाई गर्लफ्रेन्डले पनि छोडेको होइन रक्सी नै खाएको छैन मैले तपाईँलाई यसो डिस्काउन्ट मात्रै खोजेको कि प्र्याङ्क गर्न खोजेको कि रेकर्ड भइरहेको नि थाहा छ कि छैन तपाईँलाई हजुर अझ मैले नाटक गर्नै सकेन कि बहिनी नरिसाउनु है एकचोटि डर पनि लाग्यो होला तपाईँलाई है सब्सक्राइब भनिदिनु होला साथीहरूले नि भन्नु होला है त ओके यतिखेर चाहिँ म घरतिर गइरहेको छु आजको लागि यति नै अन्तिम राइड गरेर गइरहेको छु म यहाँ आदेश्वरसम्मको राइड लिएर आएको थिएँ कि मैले यता के भन्छ कालधारतिरबाट जोस् रमाइलो भयो बहिनीलाई आज मैले हल्का प्र्याङ्क गरिदिएको थिएँ कि मैले रक्सी खाएको छु मेरो गर्लफ्रेन्डले छोडेको भएर मलाई टेन्सन भएर रक्सी खाएको भन्ने खालको एउटा प्र्याङ्क गर्न खोजेको कतिको सफल भयो त्यो त अब तपाईँहरूले जज गर्नु होला है त मैले त खासै 100% मैले दिन सकिनँ होइन मैले गर्न जानिनँ कि अझै गर्न जाने भए योभन्दा बेटर हुन्थ्यो होला जोस् बहिनीले चाहिँ यताउतै यस्तो उस्तो भनेर सम्झाइरहनु भएको थियो कि मलाई फेरि अरूलाई धेरै हर्ट गर्न मन लाग्दैन कि सो त्यही भएर मैले धेरै हर्ट गर्न चाहिनँ योभन्दा बढी पनि गर्न सक्थेँ होला मैले तर गर्न चाहिनँ आजको लागि यति नै है त गाइस अर्को भिडियोहरूमा अझै पनि म यस्तै भिडियोहरू ल्याउने कोसिस म पक्कै पनि गर्नेछु र आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कृपया एउटा कमेन्ट गरिदिनु होला अनि आजसम्म मेरो च्यानललाई तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला है त आजको लागि यति नै भोलि हामी अर्को भिडियोमा भेट्ने बाजाको साथ आजको लागि छुटिन चाहन्छु हस् त नमस्ते बाई बाई गुड नाइट